हेलो सबैजनालाई नमस्ते। अनि आज चाहिँ म भिडियो बनाउन गइरहेको छु। अनि आज चाहिँ हाम्रो स्पेशल छ गुजुरगानाको मुन्टा। अनि गुजुरगानाको मुन्टासँग चाहिँ चाम्रे पकाएर खाने, त्यही भएर हामी सबैजना बसिरहेको छौँ। यहाँ चाहिँ छ हाम्रो गुजुरगानाको मुन्टा। अनि यहाँ छ खोर्सानी, अदुवा, लसुन, जिराको पेस्ट। अनि त्यहाँ छ चामल भिजाएको चाम्रेको लागि। अनि यता चाहिँ कराई तयारी हुँदैछ पकाउनको लागि। फाइनल्ली यहाँ चाहिँ हाम्रो गुजुरगानाको मुन्टा पाकिसकेको छ। अनि यहाँ चाहिँ चाम्रेको लागि यही माथि चामल हाल्दैछु। अनि अब यो पाकिसकेपछि चाहिँ गुन्द्रुकको अचार बनाएर अनि खाने हो। फाइनल्ली यहाँ चाहिँ हाम्रो गुजुरगानाको मुन्टा पाकिसकेको छ। अनि यहाँ चाहिँ चाम्रेको लागि यही माथि चामल हाल्दैछु। अनि अब यो पाकिसकेपछि चाहिँ गुन्द्रुकको अचार बनाएर अनि खाने हो। यहाँ चाहिँ भाउजूले चाम्रे पस्किनु हुँदैछ। अनि यहाँ गुन्द्रुकको अचार तयारी भइरहेछ। अनि यहाँ चाहिँ योजनाले पर मम्मी ड्याडीलाई लगिदिन आँटेकी छिन्। अनि यहाँ चाहिँ गन्धु भाइ छ, यहाँ पिर्तिका, अनि यता पर हाम्रो सानो भाइ छ। अनि यहाँ चाहिँ कुखुराका चल्लाहरू। अनि यहाँ हाम्रो ठुलो घरमा चाहिँ ड्याडीले मला बुन्नु हुँदैछ। मम्मी चाहिँ उहाँ मस्किरहनु भएको छ। ड्याडीले मला बुन्नु भएको देखेर हजुरहरूलाई पनि गुजुरगानाको चाम्रे र गुन्द्रुकको अचार बनाएर खान मन लागेको छ भने हजुरहरूले पनि खान सक्नुहुन्छ। अनि यो भिडियो हेरेर चाहिँ अन्तिममा लाइक, कमेन्ट र सब्सक्राइब जरुर गर्नुहोला।